नमस्कार साथीहरू, तपाईलाई मेरो च्यानलमा स्वागत छ। आजको यस भिडियोमा म तपाईलाई टिएमएसमा कोलाट्रल कसरी लोड गर्ने भन्ने स्टेप बाइ स्टेप देखाउन गइरहेको छु। यदि तपाईँ शेयर बजारमा लगानी गर्नुहुन्छ भने कोलाट्रल लोड गर्न जान्नु आवश्यक छ। कोलाट्रल लोड गर्न सबैभन्दा पहिला हामीले टिएमएसमा लगइन गर्नुपर्छ। त्यसको लागि हामी टिएमएसको पेजतर्फ लागौँ। मैले यहाँ गुगलमा मेरो टिएमएसको लिंक रहेको छ। तपाईले आफ्नो टिएमएसको लिंक राख्नु होला। यो मेरो ब्रोकर एकाउन्ट हो र मेरो ब्रोकर एकाउन्ट रहेको छ 42। तपाईले आफ्नो युजर नेम र पासवर्ड राख्नु होला र यहाँ क्याप्चा पनि भर्न पर्ने हुनेछ। यसरी तपाईले आफ्नो युजर नेम र पासवर्ड राखिसकेपछि र क्याप्चा पनि भरिसकेपछि लगइनमा क्लिक गर्नुहोस्। लगइन भएपछि तपाईको टिएमएस ड्याशबोर्ड खुल्नेछ। त्यसपछि हामी यहाँ लोड भन्ने अप्सन रहेको छ, यहाँ क्लिक गरेर कोलाट्रल लोड पनि गर्न सक्छौं। साथै यहाँ फन्ड म्यानेजमेन्ट रहेको छ, कोलाट्रल म्यानेजमेन्ट र लोड कोलाट्रलमा क्लिक गरेर पनि हामी त्यही पेजमा जान सक्छौं। जुनै पनि अप्सन चुज गरे पनि हामी त्यही सेम पेजमा आउनेछौं। त्यसपछि हामी बैंक सेलेक्ट गर्नेछौं। यस भिडियोमा म कनेक्ट आइपीएस चुज गर्नेछु। कति लोड गर्न चाहनुहुन्छ त्यो रकम राख्नु होला। मैले यस भिडियोमा 5000 लोड गर्नेछु। तपाईले यहाँ रिमार्क्स राख्न सक्नुहुनेछ। मैले अहिले सिर्फ नेपाल राखे। सबमिटमा क्लिक गर्नुहोस्। आर यु स्योर यु वान्ट टु डिपोजिट द फन्ड भनेको छ, यस मा क्लिक गर्नुहोस्। त्यसपछि कनेक्ट आइपीएस को पेज खुल्नेछ, जहाँ तपाईलाई युजर नेम र पासवर्ड सोध्नेछ लगइन गर्नको लागि। युजर नेम राखौं र तपाईले क्याप्चा पनि भर्न पर्ने हुनेछ। साइन इनमा क्लिक गरौँ। तपाईले आफ्नो पासवर्ड राख्नु होला र साइन इनमा क्लिक गर्नु होला। त्यसपछि तपाईलाई एकाउन्ट डिटेल सोध्नेछ, कुन चाहिँ खाताबाट पेमेन्ट गर्ने हो भनेर। यहाँ तपाईको ट्रान्ज्याक्सन अमाउन्ट कति पैसा लोड गर्ने भनेर देखाएको छ, चार्ज अमाउन्ट पनि देखाएको छ र हामी अब कुन बैंकबाट पैसा पे गर्ने हो त्यो बैंक चुज गरौँ। मैले अहिले ग्लोबल आईएमई बैंकबाट पे गर्न जाँदैछु। सबमिटमा क्लिक गर्नु होला। त्यसपछि तपाईलाई वान टाइम पासवर्ड सोध्नेछ। आफ्नो वान टाइम पासवर्ड राख्नु होला। तपाईलाई इमेल या मेसेज आउनेछ। यो मेरो वान टाइम पासवर्ड रहेको छ। म सबमिटमा क्लिक गर्नेछु। त्यसपछि केही बेर प्रतीक्षा गर्नु होला। यहाँ तपाईको ड्याशबोर्डमा पेन्डिङमा रहेको छ 5000 ट्रान्सफर। यसलाई तपाईले साइडमा लगेर एक्सनमा एकचोटी क्लिक गर्नुहोस्। मेरो पेमेन्ट सक्सेस भइसकेको छ। यहाँ ग्रीन सिम्बलमा देखाएको छ। म ड्याशबोर्डमा फेरि जानेछु र मेरो कोलाट्रल थपिएको छ। यहाँ सुरुमा मेरो कोलाट्रल 2127.13 रहेको थियो र अहिले 5000 लोड भइसकेपछि टोटल कोलाट्रल 7127.13 हुन पुगेको छ। तपाईले कोलाट्रल लोड भयो कि भएन भनेर चेक पनि गर्न सक्नुहुन्छ। त्यसको लागि फन्ड म्यानेजमेन्ट र क्लाइन्ट फन्ड ट्रान्सफर हिस्ट्रीमा क्लिक गर्नु होला। यहाँ तपाईले आफ्नो कति कोलाट्रल लोड गर्नुभएको थियो त्यहाँ प्राइस लेख्नेछ र साइडमा सक्सेस लेखेको हुनेछ। यसरी तपाईले आफ्नो कोलाट्रल चेक गर्न सक्नुहुनेछ कति लोड गर्नुभयो भनेर। यो त रह्यो ल्यापटप या कम्प्युटरबाट कसरी कोलाट्रल लोड गर्ने भनेर। तपाईले कोलाट्रल लोड मोबाइलबाट पनि गर्न सक्नुहुनेछ। त्यसको लागि हामीलाई टिएमएस को लिंक चाहिन्छ।
हामीले यो माथिको लिंकलाई कपी गरेर मोबाइलको ब्राउजरमा जस्ताको त्यस्तै पेस्ट गर्नेछौँ र मोबाइलको ब्राउजरमा यदि आइफोन छ भने सफारीमा गर्न सक्नुहुनेछ। यदि एन्ड्रोइड छ भने तपाईँले गुगलमा पनि गर्न सक्नुहुनेछ र यो लिंक पेस्ट गरिसकेपछि तपाईँको मोबाइलको ब्राउजरमा यही इन्टरफेस खुल्नेछ जहाँ तपाईँले आफ्नो युजर नेम र पासवर्ड राख्नुहुन्छ र क्याप्चा राखेर लगइन गर्न सक्नुहुनेछ र प्रोसेस सेम रहेको छ। मैले कम्प्युटरमा देखाउनुको कारण कम्प्युटरमा प्रश्न देखिने भएकोले मैले तपाईलाई कम्प्युटरमा देखाएको छु। तपाईले यही प्रोसेस आफ्नो मोबाइलमा पनि फलो गर्न सक्नुहुनेछ र कोल्याटरल लोड गर्न सक्नुहुनेछ। लोड भएको पैसाले तपाईले सेकेन्डरी मार्केटबाट शेयर खरिद गर्न सक्नुहुनेछ। यदि तपाईलाई कुन शेयर खरिद गर्दा भविष्यको लागि राम्रो हुनेछ भन्ने लागिरहेको छ भने मैले यही च्यानलमा टप 7 ब्लू चिप कम्पनी भनेर एउटा भिडियो पोस्ट गरेको छु। तपाईले त्यो भिडियो गएर चेक गर्न सक्नुहुनेछ। आशा छ यो भिडियो तपाईलाई उपयोगी लाग्यो होला। यदि कुनै प्रश्न छ भने तल कमेन्ट गर्नुहोस् अनि हाम्रो च्यानललाई लाइक, शेयर अनि सब्स्क्राइब पनि गर्न नबिर्सिनु होला। धन्यवाद। हामी फेरि भेट्नेछौँ अर्को भिडियोमा।